हेलो नमस्कार। तपाईँले चाहिँ पुरा भिडियो हेरेर लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यो चाहिँ दार्चुला जिल्लामा रहेको अभि बेस क्याम्प नजिक कालीढुङ्गा ताल रहेको छ। यहाँ चाहिँ यहाँको स्थानीयहरूको लागि महत्त्वपूर्ण तीर्थस्थलको रूपमा लिइन्छ। यहाँ चाहिँ पूजापाठ राखियो भने र यहाँ गएर नुहाइयो र पूजापाठ राखियो भने यहाँको चाहिँ सबै पापहरू पखालिने र आफ्नो सोचेका मनोकामनाहरू पुरा हुने भन्ने यहाँको विश्वास रहेको छ। यहाँ चाहिँ यहाँको स्थानीयहरूमा गुन्जिने भाकाहरू तपाईँले सुन्न सक्नुहुन्छ। यहाँको बेग्लै रहन सहनको बेग्लै वातावरणको चाहिँ भाकाहरू तपाईँले सुन्न सक्नुहुन्छ। र यो रेङ्गीपानी ताल पनि यहाँ दार्चुला जिल्लामा अवस्थित छ। र यहाँ माथि चाहिँ कार्मरुङ हिमाल जेठीबौरानी हिमाललाई पनि यसै उसमा देख्न सक्नुहुन्छ। यो सबै चाहिँ पूजापाठ राखेर आफ्नो मनोकामना पुरा गर्ने उद्देश्यका साथ यहाँहरू सबै उपस्थित हुनुभएको छ। र तपाईँहरू पनि घुम्ने इच्छा छ भने स्वागत छ तपाईँले अभि बेस क्याम्पमा। धन्यवाद।